आज त मलाई जसरी भए पनि थर्मोडाइनामिक्सको लेसन खतम गर्नु नै छ, किनभने अब बोर्ड्स पनि आउन धेर छैन नि त, लगभग 2 महिना मात्रै बाँकी छ। सो यति धेर सिलेबस त कम्प्लिट नै हुँदैन क्या। सो त्यही भएर थर्मोडाइनामिक्सको न्युमेरिकल गर्नु पर्यो भनेर आज बसेको त केही आउँदैन त बा। 1 घन्टै दिइसकिएको थियो होला, केही हत्तो पत्तो नै लागेन। र सरले एउटा मात्रै न्युमेरिकल गरेर छोडिदिनु भएको थियो क्या, अरू हामीलाई टिक लाएर दिनुभएको थियो। सो मलाई त केही नै आएन। सो त्यही भएर मलाई क्यालकुलेटर चाहिएको थियो, दिदीलाई मागेको त उठ्नै मानिन। सो फाल्दा क्यालकुलेटर गर्ने के आइसक्यो ऊ क्यालकुलेटर नै आएको छैन। त्यही पनि अब म छोड्दै क्यालकुलेटर भनेर आफै गर्न बसेँ र गर्न बसेँ। लु अब त छोड्दै केही आउँदैन भनेर मैले अब सरलाई नै सिकाइ माग्छु भनेर छोडिदिएँ। र म मेरो सबै पियर्सहरूलाई एउटा एडभाइस दिन्छु कि कुनै लेसनमा केही आउँदैन भने त्यसमा टाइम वेस्ट नगर्नु क्या। कसैलाई सिकाइ माग्नु बरु होला आफैले गर्दा एन्सर आउला, तर यत्रो घन्टौँ बिताएर गरेको त एचिभमेन्ट के एचिभमेन्ट भन्नु, टाइम यत्रो लस भइसक्यो। सो म त पर्सनल्ली कसैको हेल्प लिन नै प्रिफर गर्छु। सो पढ्दा अल्छी लागेर म त माथि मुखहरू धुन फ्रेस हुन गएँ। सो ब्रस गरेँ, मुख धोएँ। सो यस, थ्याङ्क्स फर वाचिङ माई मिनी भ्लग। बाई बाई, जय नेपाल। 1 सेकेन्ड। सो स्कुल भिलाको एपिसोड कस्तो लाग्यो त लु भनिदिनु पऱ्यो है।